हेलो एभ्रिवान। त यो ड्रामाको यस्तरी स्टार्टिङ हुन्छ। ड्रामाको स्टार्टिङमा हामीलाई हाम्रो मेन लिडलाई देखाइन्छ जसको नाम हुन्छ होइम र ऊ 10 वर्ष युएस बसेपछि कोरिया फर्केको हुन्छ र ऊ एउटा अङ्कलसँग एउटा घरमा जान्छ र उहाँ भन्छन् यो भन्दा राम्रो तिमी होटलमा बस्नुपर्छ, यो राम्रो छैन, तिमीलाई काम गर्न प्रब्लम हुन सक्छ भन्छन् र ऊ भन्छ यो अफिसबाट नजिक छ त्यसैले यो नै सही छ। र नेक्स्ट सिनमा हामीले हाम्रो मेन लिडलाई देखाइन्छ जसको नाम हुन्छ होन्जु र उनी ब्लाइन्ड डेटमा जान लागिरहेको हुन्छन् र उनी आफ्नो साथीलाई भनिरहेकी हुन्छन् म एकदम राम्री भएर आएकी छु र उनी एउटा रेस्टुरेन्टमा जान्छन् र उनले त्यहाँ होन्जुले एक्लै देखिसकेपछि उनी त्यहाँ गएर बस्छन् र भन्छन् कि तिमी ब्लाइन्ड डेटको लागि आएको हो र होइमले उसलाई हेरेर बसिरहेको हुन्छ किनकि त्यो त्यही केटी थिइन् जसले स्कुलमा सबैको अगाडि उसलाई लभ लेटर दिएकी थिइन् र त्यहाँ एउटा केटी आएपछि उनलाई थाहा हुन्छ कि उनी गलत ठाउँमा आएर बसेछु भनेर र उनलाई यो रियलाइज भइसकेपछि उनी त्यहाँ उठ्छिन् र उनी सरी भनेर त्यहाँबाट जान्छन् र मिसु र होइम कुराकानी गर्न थाल्छन् तर होइमको ध्यान पनि होन्जुतिर मात्र थियो र मिसुले पनि यो कुरामा नोटिस गर्छिन् र होन्जु र त्यो केटा बाहिर जान्छन् र ऊ पनि बाहिर जान्छ तर बाहिर गएर हेर्दा उनीहरू त्यहाँ थिएनन्। तर वास्तवमै भन्यो भने होन्जुले पनि होइमलाई चिनिसकेकी र उनी कारमा जाँदाखेरि मिररमा हेरिरहेकी थिइन् र हामीलाई बेलुकाको सिन देखाइन्छ जहाँ होइम आफ्नो कारलाई रोकिरहेको हुन्छ र तब उसले होन्जुलाई देख्छ जो बसले पर्खिरहेकी थिइन् र उनले त्यसरी नै कपाल बाँधिरहेकी थिइन् जसरी उनी स्कुल लाइफमा बाँध्ने गर्थिन् र ऊ भन्छ उनी अझै पनि त्यसरी नै कपाल बाँधिरहेछिन्। अब सिन पास्टको देखाइन्छ जहाँ होइमको साथीले उसलाई भन्छ एउटा केटी बाहिर पर्खिरहेकी छिन् त्यसैले बाहिर जाऊ भन्छ र होइम बाहिर जाँदाखेरि त्यहाँ होन्जुले उसलाई लेटर दिन्छन् र भन्छन् यसको रिप्लाई पछि देऊ भनेर र फेरि सिन प्रेजेन्टको देखाइन्छ र तब होन्जु बस स्टेसनमा नभई एउटा फुड स्ट्यान्डमा बसिरहेकी हुन्छन् र होइम आउँछ र होइम भन्छ कि तिमीले मलाई अझै पनि चिनेनौ र होन्जु भन्छन् मलाई थाहा छ तिमी होइम हो भनेर भन्छन् र त्यही टाइम होन्जुको बस आउँछ र उनी जान्छन् र साथीहरू वास्तवमा के भएको हुन्छ भन्दा त्यो लेटर होन्जुको साथीको थियो र होन्जुको साथीले म यो लेटर दिन सक्दिनँ भनेर यो लेटर देऊ भनिसकेपछि उनले मानेकी थिएनन् तर उनको साथीले उसलाई धेरै रिक्वेस्ट गरिसकेपछि होइमले लगेर दिएकी हुन्छन् र उनले भनेकी हुन्छन् यो लेटर मेरो साथीको हो र उसले तिमीलाई धेरै नै लाइक गर्छन् भन्छ र त्यहाँ सर आउँछन् र उनीहरू सबैजना आफ्नो क्लासतिर जान्छन्। तर गाइस एउटा कोइन्सिडेन्सको कुरा के हुन्छ भन्दा होइम र होन्जु एउटै अपार्टमेन्टमा बस्छन् तर होन्जुलाई पनि यो कुरा थाहा हुँदैन तर होइमलाई पनि यो कुरा थाहा हुन्छ र होइमले आफ्नो अङ्कललाई भन्छ अङ्कल म यहाँ घुम्न चाहन्छु त्यसरी यो माथि बस्ने केटीलाई मलाई घुमाइदिनु भनेर र उनले होन्जुलाई कल गरेर भनिसकेपछि होन्जु पनि मान्छन् तर उसलाई मिसअन्डरस्ट्यान्डिङ भइरहेको हुन्छ किनकि होइमको अङ्कलले होन्जुलाई होइमको सानो फोटो पठाइदिएको हुन्छ र होन्जु पनि सोचिरहेकी हुन्छन् कि एउटा सानो बच्चा त रहेछ उसलाई त म राम्रोसँग घुमाइदिइहाल्छु भनेर ढोकामा उसलाई पर्खिरहेकी हुन्छन् र होइमले त्यहाँ बाहिर आएको देखेपछि उनी छक्कै पर्छिन् र उनी भन्छन् तिमी यहाँ कसरी र होइम भन्छ यो मेरो अङ्कलको घर हो र होइम भन्छन् मैले यहाँ सानो केटीलाई खोजिरहेको छु किनकि मैले आज उसलाई घुमाउनु पर्नेछ र त्यो केटी को भनेर हेर्दाखेरि त्यो होइम भन्छ कि त्यो म नै हो भन्छ र होइमले यो कुरा थाहा पाइसकेपछि ए तिमी नै भए तिमी आफै घुम्न जाऊ भन्छन्। म पुरै 10 वर्षपछि यहाँ कोरिया फर्किएको छु त्यसैले मलाई यहाँको बारेमा केही थाहा छैन त्यसैले मलाई तिमी घुमाइदेऊ भनेर रिक्वेस्ट गर्छ र उनले पनि यो रिक्वेस्टलाई एक्सेप्ट गर्छन् र उनीहरू घुम्न जान्छन्। उनीहरू अमेजिङ पार्कमा घुम्न जान्छन् र त्यहाँ तिनीहरूले धेरै मजा गर्छन् र उनीहरू कोरियाको ट्रेडिसनल ड्रेस पनि लगाउँछन् र उनीहरूले धेरै पिक्चर पनि क्लिक गर्छन् र होइमले त होन्जुको पिक्चर लिँदा ऊ थाक्छ र भन्छ तिमीलाई कति पिक्चर लिनु परेको र उनीहरू त्यसपछि घर फर्किन्छन्। होइमको मम्मीले उसलाई कल गर्छिन् र उनलाई भन्छन् कि अब युएस आउनु भन्छन् किनकि होइम कोरियामा 1-2 हप्ताको लागि मात्र आएको हुन्छ र उसले यति फरेन जानु परेको कारणले गर्दा ऊ मनमा भनिरहेको हुन्छ मलाई माफ गर हुन्छु मैले यो ताली पनि तिमीलाई जाँदैछु भनेर भन्न सकिनँ। जब ऊ एयरपोर्टतिर जाँदै हुन्छ तब उसलाई हाइनको कल आउँछ र उनी भन्छन् कि होन्जुको कार एक्सिडेन्ट भएको छ त्यसैले ऊ हस्पिटलमा छिन् म स्कुलमा भएको कारणले गर्दा म नआउन मिल्ने भयो त्यसैले तिमी जाऊ भनेर भन्छन् र होइमले यो कुरा सुनिसकेपछि ऊ फौरन हस्पिटलतिर जान्छ तर त्यहाँ गएर थाहा हुन्छ कि उनको त कार एक्सिडेन्ट होइन एउटा सानो इन्सिडेन्ट भएको रहेछ
बिचरा हाम्रो हिरो। र होइमले होन्जुलाई आफ्नो कारबाट घरमा पुर्याइदिन्छ र उनी आफ्नो घरमा जाँदाखेरि होइमले भनेको हुन्छ म तिमीलाई पुर्याइदिन्छु, तर उसले मान्दिनन् र उनी आफै जाँदाखेरि उनी सिटीमा उसको खुट्टा फिस्रेर उनी लड्न थाल्छन्। तब त्यति बेला हाम्रो हिरोले उसलाई बचाउँछ र अर्को सिनमा होइम र होन्जु ब्रेकफास्ट गरिरहेका हुन्छन् र रमाइलो पनि गरिरहेका हुन्छन् र उनीहरू बाहिर घुमिरहेको बेलामा त्यहाँ एउटा केटाको इन्ट्री हुन्छ। त्यो अरू कोही नभइकन होइमको एक्स बोयफ्रेन्ड हुन्छ, जसले होइमलाई साह्रै नराम्रो तरिकाले छोडेको हुन्छ र होन्जुको एक्सको नाम जुन हुन्छ र ऊ होइम र होन्जुलाई देखेपछि ऊ अचम्म पर्छ र होन्जु त्यहाँ गएर भन्छन् कि तिमीले जे देखिरहेको छौ त्यस्तो होइन भनेर भन्छन् र जुनुले उसँग कुरा गर्दाखेरि उसको हात समात्छ तर होन्जुले उसको हात झटक्दिन्छन् र होन्जु भन्छन् अर्कोचोटिबाट तिमीले यस्तो गर्यो भने म तिमीलाई थप्पड हानेछु र तिमीलाई थाहा छ मैले यो किन भनिरहेको छु भनेर त्यहाँबाट जान्छन् र उनी बाहिर धेरै कन्फिडेन्स भएको जस्तो देखाए पनि उनी भित्र गएर थिइन् र होइमले यो देखिसकेपछि उसलाई गएर कम्फर्ट दिन थाल्छ र ऊ भन्छ मलाई खुसी भइरहेको छ कि तिमीहरूको रिलेसनसिप फेल भयो र यो सुनेपछि हाम्रो हिरोइन त छक्कै पर्छन् र होइम भन्छ तिम्रो खुट्टाको चोट सँगसँगै तिम्रो मनको चोट पनि ठिक हुनुपर्छ भन्छ र ऊ उसलाई किस गर्छ र हामीलाई सिन पास्टको देखाइन्छ। होन्जु बस स्टपमा बसिरहेकी हुन्छन् र उसलाई होइमले देख्छ र होइम उसलाई भेट्न जाँदाखेरि होइमलाई उसको मम्मीको फोन आउँछ र उनले भन्छन् अब हामी कोरिया जाँदैछौँ, अब तिम्रो कुनै बाहना चल्दैन, तिमीलाई थाहा छ म आफ्नो वचनबाट कहिले पछि हट्दिन भन्छन् र होन्जुले पनि उसलाई देख्छन् र उनलाई त्यहीँ बस्नु भनेर उनी त्यहाँ जाँदाखेरि होन्जु त्यहाँबाट गइसकेको थियो र अब हाम्रो सिन प्रेजेन्टको देखाइन्छ। तिम्रो दिमाग त ठिक ठाउँमा छ, आइन्दादेखि यस्तो प्र्याङ्क कहिले नगर्नु भन्छन् र केटोले पनि भनिहाल्छ यो प्र्याङ्क होइन, न त 10 वर्ष पहिला न त अहिले नै, म तिमीले त्यति बेला नै लाइक गर्थेँ र अहिले पनि लाइक गर्छु भन्छ र होन्जु पनि भन्छन् मैले तिमीलाई त्यति बेला पनि लाइक गरेको थिइनँ र अहिले पनि लाइक गर्दिनँ भन्छन् र उनी त्यहाँबाट जान्छन्। होन्जु इन्जर्ड भएको कारणले गर्दा उनको साथीहरूले घुम्न जाने प्लान गर्छन् र उनीहरू घुम्न जान्छन् र होन्जु कारबाट झर्ने बेलामा होन्जुले होइमले एउटा साइडमा लगेर भन्छन् हिजो बेलुका जे पनि भयो म त्यसलाई यो भनेर बुझ्नेछु कि हामी दुईजना बिच त्यस्तो के भएको थिएन भनेर म बुझ्नेछु भनेर भन्छन् र होइम भन्छ म यस्तो बिल्कुलै चाहन्न भनेर भन्छ र उनीहरू ट्रिपतर्फ जान्छन् र उनीहरूले धेरै रमाइलो गर्छन् र उनीहरू त्यो घरमा पुग्छन्। त्यो घर एकदमै राम्रो थियो, उनको साथी लगायत सबैजनाले त्यो घर मन परेको हुन्छ र उनीहरू बाहिर घुम्न जान्छन् र उनीहरूले सिक कुकुम्बर पनि समात्छन्। हाम्रो हिरोलाई सिक कुकुम्बरदेखि डर लाग्छ र उसले भन्छ कि यो कहाँ राख्ने हो र हाम्रो हिरोइन भन्छ यो मेरो क्यापमा राखिदियो भन्छन् र उनीहरूले यस्तै फनी मोमेन्ट क्रिएट गरिरहेका हुन्छन् र उनीहरू अक्टोबर समात्न पनि जान्छन् तर उनीहरू अक्टोबर समात्न जाँदाखेरि चिप्लेर उनीहरू एकअर्कामाथि ल्यान्डिङ हुन्छन् र हाम्रो हिरोइनले त धेरै रोमान्टिक भएर झन्डै हाम्रो हिरोलाई किस गर्न लागिरहेकी हुन्छन् र उनी त्यही बेलामा होस आउँछिन् र उनले उसको मुखमा हात राखिदिन्छन् र उनी नर्भस भएर त्यहाँबाट जान्छन् र नेक्स्ट डेको सिन देखाइन्छ। त्यहाँ होइम फेरि एयरपोर्टमा गइरहेको हुन्छ र उसले भन्छ कि म युएसए जाम या नजाम भनेर होन्जुलाई भनिरहेको हुन्छ र उनी निन्द्राबाट जसँग भएर बिउजिन्छन् र उनी घरमा हेर्दा कोही पनि थिएनन् र उनी बिउजिसकेपछि तल घरमा आएर हेर्छन् तर घरमा कोही पनि हुँदैन र उनको साथीहरूले होन्जु र होइमलाई त्यहाँ छोडेर उनीहरू त्यहाँबाट गइसकेका थिए र उनी आतिरहेकी हुन्छन्। तब त्यहाँ होइम आउँछ र ऊ भन्छ सबैजना आफ्नो काममा गइसकेका छन् त्यसैले गर्दा तिमी नआत्यौ भनेर भन्छ र उनी भन्छन् तिमी नजाऊ र हाम्रो हिरो भन्छ कि तिमी नजाऊ, म चाहन्न कि तिमी युएसए नजाऊ भनेर भन्छन् र होइमले भन्छ म युएसए जाँदिनँ भनेर भन्छन् र होन्जु भन्छन् यो आफ्नो शब्दबाट नमुख गर्न भन्छन् र उनी उसलाई गएर किस गर्छन् र होइमले पनि उसलाई रिटर्न किस गर्छ। अब पास्टको सिन देखाइन्छ जहाँ होन्जुले जुनुलाई मलाई छोडेर नजाऊ भनिरहेकी हुन्छन् तर ऊ पत्थर दिल जसरी ऊ त्यहाँबाट गइरहेको हुन्छ र उसले एकचोटि पनि फर्केर हेर्दैन तर वास्तवमा भन्ने हो भने जुनु रोइरहेको थियो र मनमा नै भनिरहेको हुन्छ कि म एउटा राम्रो नोभेल लेखेर आउनेछु भन्छन् र अब सिन फेरि प्रेजेन्टको देखाइन्छ। उनीहरू घर फर्किरहेका हुन्छन् र अर्को सिनमा होन्जु र होइम घुम्न जान्छन् र होइम र होन्जु एकअर्कासँग क्वालिटी टाइम बिताउनको लागि आर्ट ग्यालेरीमा गएका हुन्छन् जहाँ उनीहरूले रोमान्टिक कुरा गरिरहेका हुन्छन् र धेरै मस्ती पनि गर्छन् र उनीहरू घर फर्किन्छन्
र होइमको मम युएसएबाट कोरिया फर्किसकेकी हुन्छन्। त्यसैले होइम ममलाई भेट्न जान्छ र भन्छ, मलाई माफ गर्नुहोस्, मैले तपाईँको पर्मिसन बिना नै मैले आफ्नो जबबाट रिजाइन लिएँ। मलाई थाहा छ तपाईँले मेरो खुसीको लागि धेरै सेक्रिफाइसहरू गर्नुभयो, सधैँ राम्रो राम्रो डिसिजन लिनुभयो, तर म अहिले अब आफ्नो लाइफ जिउन चाहन्छु। र अर्कोतिर जुनो हुन्जुलाई भेट्न गइरहेकी हुन्छन्। ऊ बिमारी थियो र उसलाई ट्याब्लेटको आवश्यकता थियो र उनी उसलाई ट्याब्लेट लगेर दिन्छन् र हुन्जुले उसलाई भन्छ, मैले तिमीलाई मेरो बिमारीको कारणले छोडेको भए कि तिमी मसँग फेरि फर्केर आउँछौ भनेर भन्छन् र ऊ उसलाई हक गर्छ, तर उनी भन्छन् मेरो मनमा अहिले अरू नै कोही छ भनेर उनी त्यहाँबाट जान्छन्। र उतातिर ममले भन्छन् म तिमीलाई यहाँबाट नलिकन जादिनँ भन्छन् र हुन्जु भन्छ म यहाँबाट जादिनँ भन्छ। र हुन्जु स्याड भएर बसिरहेकी हुन्छन् र होइमले उसलाई बोलाउँछ र उनले उसलाई देखिसकेपछि उनी उसलाई गएर हक गर्छन् र भन्छन् म स्याड छु। र उनीहरू यो स्याडनेसलाई दूर गर्नका लागि गेम खेल्छन् र सङ पनि गाउँछन्। र अर्को नेक्स्ट डे होइम र हुन्जु घर बाहिर आएर कुराकानी गरिरहेका हुन्छन् र ममु त्यहाँ आउँछन् र हुन्जुले मम्मीलाई हेलो भन्छन् र ममले भन्छन् मेरो छोरालाई कोरिया घुमाइदिएकोमा थ्याङ्क्स। र हुन्जु भन्छन् यो त मेरो कर्तव्य थियो। र होइम र ममु कुरा गर्न प्राइभेटतिर जान्छन् र ममले भन्छन् के तिमीले त्यो जबबाट रिजाइन यो केटीको लागि गरेको थियो? होइम भन्छ होइन। र समय बिस्तारै बित्दै थियो। हाम्रो हिरो र हिरोइनले धेरै इन्जोय पनि गर्छन् र एकअर्कासँग क्वालिटी टाइम पनि बिताउँछन् र लास्टमा आफ्नो छोराका लागि एउटा आमा हार्छन् र उनी युएसए जानुभन्दा अगाडि उनी हुन्जुसँग भेट्न जान्छन् र उनी एउटा लिफाफा पनि दिन्छन् र उनी भन्छन् मेरो छोराले तिमीलाई मन पराउँछ, त्यसैले म पनि तिमीलाई चाहन्छु भनेर भन्छन्। र हुन्जुको ममले भन्छन् तिमी पनि हामीसँग युएसए न भनेर भन्छन् र उनी यो पनि भन्छन् तिमीलाई थाहा छैन होला म कति पावर लगाउन सक्छु। यदि होइम एकचोटि युएसए गयो भने ऊ फर्केर आउने छैन। तिमीलाई थाहा छैन मसँग कति पावर छ, त्यसैले तिमी आएको मौका नगुमाऊ, त्यसैले हामीसँग कोरिया हिँड भन्छन्। र ममले उसलाई एउटा क्रेडिट कार्ड दिएकी हुन्छन् र उनी भन्छन् मेरो छोराले तिम्रो लागि धेरै सेक्रिफाइसहरू गरेको छ, मेरो छोरालाई तिम्रो लागि धेरै कुराहरू त्याग गरेको छ। के तिमी मेरो छोराको लागि तिमीले यो देश छोड्न सक्दैनौ? के तिमी मेरो छोरालाई माया गर्दैनौ भनेर उनी त्यहाँबाट जान्छन्। र हुन्जु बाटोमा हिँड्दै पनि यही कुरा सोचिरहेकी हुन्छन् र मम्मी युएसएतिर जानुभन्दा अगाडि भन्छन् तिमीले हुन्जुलाई भन्न नसकेको कुरा मैले सबै हुन्जुलाई भनिसकेको छु। र उनी भन्छन् तिमीले युएसएमा सँगै देख्न पाऊ भनेर उनी त्यहाँबाट युएसएतिर रवाना हुन्छन्। र होइम खुसी हुँदै होइमलाई भेट्न उसको कोठातिर जान्छ, तर उनी त्यहाँ हुन्नन्। उनले दिनभरि उसलाई खोज्छ तर उसलाई भेटाउँदैन। र ऊ घर आउँदाखेरि उसको कोठामा बत्ती बलेको देखेपछि ऊ त्यहाँ जान्छ, तर उसको कोठाको लाइट निप्दै अफ हुँदै गरेको देखेपछि ऊ सोच्छ कि उसलाई केही टाइम चाहिएको छ भनेर उसले उसलाई डिस्टर्ब नगरिकन ऊ आफ्नो कोठातिर जान्छ। र अर्को सिनमा होइम र हुन्जु भेट्छन् र होइमले एक्कासी उसको हात समातेर भन्छ हिँड सँगै युएसए जाऊँ, म तिमीलाई धेरै माया गर्छु। र हुन्जु भन्छन् मलाई थाहा छैन म यो कुरालाई कसरी ह्यान्डल गरौँ भनेर भन्छन्। र होइमले उसलाई मायाले भन्छ तिमी जे चाहन्छौ त्यही गर। र भन्दै होइम पनि युएसएतिर रवाना हुने दिन आउँछ र जुनुलाई सबैजनाले इन्टरभ्यू लिइरहेका हुन्छन् र उसलाई सोध्छन् कि अब तपाईँको नेक्स्ट नोभेल के को बारेमा हुनेछ भनेर भन्छन् र ऊ भन्न मान्दैन, तर अडियन्सहरूले धेरै कर गरिसकेपछि ऊ भन्छ अब मेरो नेक्स्ट नोभेल त्यो बारेमा हुनेछ कि एउटा केटाले एउटा केटीले धेरै माया गर्छ तर उसले उसलाई छोडेर जानुपर्छ भन्छ। र अब हामी होइमलाई देख्छौँ जुन एयरपोर्टमा पुगिसकेको हुन्छ र त्यहाँ एउटा केटीको एन्ट्री हुन्छ। त्यो अरू कोही नभइकन हाम्रो हिरोइनी हुन्जु हुन्छन् र हाम्रो हिरोले उसलाई देखेपछि त ऊ ठुवानै पर्छ र उनीहरू एकअर्काले हेरेर उनीहरू एकअर्काले किस गर्छन्। र होइम भन्छ तिमीले भिजा त लिएर आयो नि छ, र होइम भन्छन् त्यो भिजा भनेको के हो? र होइम भन्छ तिमी भिजा नभइकन युएसए जान सक्दैनौ भनेर। र हुन्जु भन्छन् मलाई थाहा छ मैले लिएर आएको छु भनेर भन्छन् र उनीहरू रमाइलो गर्दै युएसएतिर रवाना हुन्छन् र यो ड्रामाको ह्याप्पी एन्डिङ हुन्छ। थ्याङ्क यू फर वाचिङ, स्टे कनेक्टेड, बाई बाई।